हेलो साथीहरू नमस्कार छ सबैजनालाई फेरि पनि उपस्थित भएको छु म एउटा बबाल वेबसाइट लिएर जुन वेबसाइटबाट नेपालमा तपाईले टिकटकमा हेर्नुभयो होला। यो प्लेटफर्मबाट मैले यसरी इन्कम गरेको छु, टास्कहरू गरेर इन्कम गरेको छु, अफिलिएट गरेर इन्कम गरेको छु, मैले आफ्नो फेसबुक फलोअर्सहरू बढाउन पाएको छु यो प्लेटफर्मदेखि भनेर चाहिँ तपाईहरूले यो टिकटकमा युट्युबमा तपाईको इन्स्टाग्राम फेसबुकमा भिडियोजहरू तपाईले डेफिनेटली हेर्नुभयो होला। सो आज म तपाईहरुको बारेमा तपाईहरुलाई यो प्लेटफर्मको बारेमा चाहिँ भन्न गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यो चाहिँ नेपालमा रहेको एउटा इडिटेक मार्केट प्लेस एन्ड अर्निङ प्लेटफर्म तथा सोशल मिडिया बुस्टिङ साइट हो, जहाँबाट हामीले इन्कम गर्ने तरिका तीनटा तरिका हुन्छ यसमा। यस दुईटा तरिकाबाट हामीले जेन्युइनली इन्कम गर्न सकिन्छ भने एउटा तरिकाबाट चाहिँ हामीले प्रोफाइललाई इन्क्रिज गर्न सकिन्छ, यानी कि आफ्नो युट्युब सब्स्क्राइबर्स गेन गर्न सकिन्छ, फेसबुक फलोअर्स गेन गर्न सकिन्छ, टिकटकमा फलोअर्स लाइक भ्युजहरू बढाउन सकिन्छ। सबै कुराहरू तपाईले एउटै प्लेटफर्म द एसआरके युनिभर्सिटीबाट पाउन सक्नुहुन्छ। सो आज म तपाईहरुलाई बताउन गइरहेको छु एसआरके युनिभर्सिटी भनेको तपाईको एउटा लिगल प्लेटफर्म हो नेपालमा रहेको। सो उहाँको सिइओ को नाम छ चाहिँ सन्दीप कुमार खड्का। सो अब चाहिँ म तपाईहरुलाई बताउन गइरहेको छु यो प्लेटफर्ममा म आफैले काम गर्न लागेको 1 इयर भन्दा बढी भइसक्यो। सो आज म तपाईहरुलाई यहाँ देखाइदिन्छु यसमा मैले के गरेर इन्कम गरेको छु। सो मैले एउटा प्याकेज किनेको थिएँ, यानी कि प्रो प्याकेज किनेको थिएँ यो एसआरके युनिभर्सिटीमा अहिले भन्दा 1 इयर भन्दा अगाडि। सो मैले चाहिँ एउटा फोटोसपको कोर्सहरू सिक्न पाएको छु, जुन चाहिँ तपाईको युट्युबमा नभएको भिडियोज हो, यो युट्युबमा हुँदैन। सो तपाईको चाहिँ यो एसआरके युनिभर्सिटीद्वारा नै बनाइएको कोर्सहरू हो, जुन कोर्सहरूबाट चाहिँ हामीले अनलाइनबाट इन्कम गर्नको लागि के स्किल्सहरू मेन इम्पोर्टेन्ट चाहिन्छ। यो मात्र प्लेटफर्ममा हैन, अरू प्लेटफर्मको लागि फ्रिल्यान्सिङहरू गर्नको लागि, एआई को युजहरू गर्नको लागि, यस धेरै कुराहरूको बारेमा तपाईले चाहिँ यो प्लेटफर्मबाट चाहिँ बुझ्न सक्नुहुन्छ र सिक्न सक्नुहुन्छ र कमाउन पनि मजाले सक्नुहुन्छ। सो आज म तपाईहरुलाई देखाउँछु एडोब फोटोशपको बारेमा मैले सिके। यसमा यो कोर्सलाई कम्प्लिट गरिसकेपछि हामीले यसमा आफूले कोर्स कम्प्लिट गरिसकेपछि हामीले सर्टिफिकेट पनि पाउन सकिन्छ। एउटा चाहिँ एडोब इन्स्टलेटर, डिजिटल मार्केटिङ, एडोब इनडिजाइन, ग्राफिक डिजाइन, एडोब प्रिमियर प्रो, एडोब आफ्टर इफेक्ट, दाभिन्ची रिजल्भ, मोसन ग्राफिक्स, कम्युनिकेसन स्किल्स, हाउ टु कम्युनिकेट विथ अदर्स, हैन सबै कुराहरू चाहिँ हामीले यहाँनिर हेर्न सकिन्छ। सो कन्ट्याक्टको लागि यु क्यान हियर इज नम्बर, ओके नम्बर पनि राखिदिएको छ, फेसबुक, इन्स्टाग्राम, युट्युब यु क्यान चेक। सो अब म तपाईहरुलाई यसमा चाहिँ म आफूले अर्निङ गरेको प्रुफ पनि मैले कमाएको पनि देखाउँछु तपाईलाई। सो हेर्न सक्नुहुन्छ म डैशबोर्डमा गए, यहाँबाट चाहिँ हामीले दुई तरिकाले कमाउन सकिन्छ। जेन्युइन तरिका भनेको दुईटा हुन्छ, एउटा यो जुन कोर्सहरू देख्नु भएको छ नि, यो कोर्सलाई हामीले सेल गर्यौं भने, अनलाइन मार्केटिङ गरेर सेल गर्यौं भने, हामीले आफ्नो थ्रु हामीले कसैलाई सेल गर्यौं भने चाहिँ हामीलाई 68% को इन्कम मजाले अर्निङ हुन्छ, जुन चाहिँ तपाईको 540 रुपैयाँदेखि 4900 सम्म चाहिँ हाम्रो पर अफिलिएट कमाउन सकिन्छ। सो म अफिलिएट प्रोग्राममा क्लिक गरे, हेर्न सक्नुहुन्छ आज चाहिँ मैले गरेको छैन, म किनकि टाइम पाएकै छैन यो गर्न, आज छुट्टी भएको कारणले गर्दाखेरि मैले बल्ल भिडियो बनाएको छु धेरै दिनपछि। सो आज चाहिँ 7 दिनमा मैले यति 1020 नट जे भए पनि नराम्रो त हैन, यति नै इन्कम गरेको। 30 डेजमा यति, अल टाइममा हेर्न सक्नुहुन्छ यति, र एसआरके बोनसबाट यति आइरहेको छ। वालेट ब्यालेन्स यो भयो। टिडीएसमा चाहिँ हेर्न सक्नुहुन्छ मैले कमाएको पैसा टिडीएस काटेर चाहिँ टिडीएस कटाएको छु मैले, यो हेर्न सक्नुहुन्छ यहाँ 24558 रुपैयाँ चाहिँ मैले टिडीएस मात्र तिरेको छु यो प्लेटफर्ममा कमाएको पैसा। सो मैले मात्र नभएर यहाँनिर लिडर बोर्डमा हेर्न सक्नुहुन्छ तपाईले एक हप्तामा सरिता घलेजीले 26,000 कमाउनु भएको छ, कोहीले 25,000, कोहीले 23,000, कोहीले 4,000, यसरी चाहिँ टप 10 युजरहरू भेट्न सक्नुहुन्छ यो एसआरके अफिलिएट प्रोग्रामबाट कमाएका व्यक्तिहरूले। ओके सो अब म तपाईलाई फेरि अर्को देखाउन गइछु एसआरके टास्क प्रोग्रामबाट कसरी कमाइन्छ। एसआरके टास्क प्रोग्रामबाट हामीले सजिलो तरिकाले कमाउन सकिन्छ। यसमा हामीले एउटा प्याकेजलाई किनेर एकाउन्ट बनाउनु पर्ने हुन्छ। प्याकेजलाई किनिसकेपछि प्याकेजकै आधारमा हामीले टास्कहरू गर्न पाइन्छ। अब तपाईहरुको लागि यहाँनिर हेर्न सक्नुहुन्छ मैले चाहिँ अहिलेसम्म मेरो 1000 कोइन छ, यहाँनिर 1000 कोइन छ। सो मैले यो भन्दा अगाडि यहाँ मान्छेहरूले कति अर्निङ गरेको छन् त्यो पनि तपाईलाई लिडर बोर्डमा देखाइदिन्छु। हेर्न सक्नुहुन्छ विनोद कण्डेतजीले 9500 टास्क मात्र गरेर, माधव खनालजीले 8500, यस टास्क मात्र गरेर तपाईको टप 10 युजरहरू यहाँ टास्कहरू गरेर अर्निङ गर्नु भएको यहाँनिर देख्न सक्नुहुन्छ तपाईहरुले।
र फाइनेन्स हिस्ट्रीमा गएर तपाईँले हेर्न सक्नुहुन्छ प्लस एउटा टास्क गरेर +100 +100 +100 +100 +100 +100 गरेर मैले एक्चुअली गएको तपाईँको 2 फेब्रुअरी 17 फेब्रुअरीमा चाहिँ मैले चाहिँ 20,300 चाहिँ मैले विथड्र गरेको थिएँ कोइनमा। सो यो भयो। पेमेन्ट डिटेल भनेको तपाईँको आफ्नो खल्टी सेवा ब्याङ्क हुन्छ, त्यसको लागि डराउनै पर्दैन, आत्तिनै पर्दैन। सो अब तपाईँले यसमा चाहिँ आफूले कुन प्याकेज किने छ, मैले अब हजुर इन्ट्रेस्टेड हुनुहुन्छ म पनि गर्छु भन्नुहुन्छ भने यही भिडियोको डिस्क्रिप्सन लाइनमा मैले प्याकेजहरूको लिङ्क पनि राखिदिएको छु र एकाउन्ट कसरी बनाउने हो त्यसको प्रोसेसको भिडियोज पनि राखिदिएको छु, एउटा भिडियोज राखिदिएको छु। त्यो भिडियोजलाई हेर्नुहोस्, त्यो भिडियोजलाई हेरेपछि तपाईँले एकाउन्ट बनाउन सिक्नुहुन्छ। एकाउन्ट बनाइसकेपछि चाहिँ तपाईँले ट्याक्सहरू गर्ने के गर्ने त्यो पनि तपाईँले यही एउटा सिक्नुहुन्छ है। एकाउन्ट चाहिँ बनाउनको लागि त्यो भिडियो छ। सो यसरी नै तपाईँले नेपालमा बसेर अर्निङ गर्न चाहनुहुन्छ भने, जेन्युइन प्लेटफर्मबाट अर्निङ गर्न चाहनुहुन्छ भने एसआरके युनिभर्सिटी एउटा बिग अपर्च्युनिटी छ नेपालीहरूलाई। सो सबै नेपाली जति पनि छ उहाँहरूले चाहिँ यो प्लेटफर्महरूदेखि चाहिँ मजाले इन्कम गर्न सक्नुहुन्छ। यो कुनै पनि स्क्याम प्रोजेक्ट होइन, यो कुरो बुझ्नुपर्ने हुन्छ। 1 इयरभन्दा 1 वर्षभन्दा बढी भइसक्यो मैले यो प्लेटफर्ममा काम गरेको र अहिलेसम्म पनि मैले गरिरहेको छु र अहिलेसम्म पनि मैले मात्र नभएर नेपालमा धेरै मान्छेहरूले चाहिँ यो प्लेटफर्ममा तपाईँको अर्निङ गरिरहनु भएको छ, टास्कहरू गरिरहनु भएको छ। यदि तपाईँलाई यो प्लेटफर्ममा यो प्लेटफर्मबाट तपाईँले आफ्नो फलोवर्सहरू बढाउन चाहनुहुन्छ टिकटक हो भने त्यो पनि बेस्ट छ। लाइक कमेन्ट भ्युजहरू बढाउनुहुन्छ, फेसबुकमा फलोवर्स बढाउनुहुन्छ, भ्युज बढाउनुहुन्छ, युट्युबमा सब्सक्राइब बढाउन चाहनुहुन्छ भने यो प्लेटफर्मले तपाईँलाई हेल्प गर्छ। त्यसको लागि आत्तिनु पर्दैन। यदि तपाईँलाई यो प्लेटफर्मको बारेमा अझै कुराहरू बुझ्नु छ भने चाहिँ तपाईँको यही भिडियोको डिस्क्रिप्सन लाइनमा मैले आफ्नो वाट्सएपको ग्रुपको लिङ्क पनि राखिदिनेछु। त्यहाँबाट तपाईँले चाहिँ मलाई मेसेज गर्न सक्नुहुन्छ। म त तपाईँहरूको लागि चाहिँ यो प्लेटफर्मको बारेमा चाहिँ सम्पूर्ण कुराहरू चाहिँ बताउने छु।